नमस्ते गुड मर्निङ गाइस डे फोरमा स्वागत छ फेरि पनि हैन एकदम खत्रै घाम लागिरहेको छ आज चाहिँ है आज हल्का ढिलो पनि भयो अब भर्खर 7 बज्यो आज 7 बजी जिममा पुग्यो अब म आज 10-15 मिनट ढिलो भयो हैन केही छैन गएर निकाल्ने हो पसिना हैन ल है त स्टे ट्युन सो यदि तपाईहरु बिहान बिहान यता ट्राभल गरिरहनु भएको छ भने चाहिँ 50 मुनि हान्नु होला है गाइस किनभनेदेखि चाहिँ यहाँ जहिले नि बिहान स्पिड चेकिङ हुन्छ त्यसले तपाईहरु पनि यहाँ चिट काट्दैलाई ओभर स्पिडमा हेर्न सक्नुहुन्छ मामाहरु बिहानै बिहानै भान्जाहरुलाई स्वागत गर्नलाई बसिरहेछ हेर्नु होला यो गन स्पिड गन चाहिँ उता चुन्देवीको पुलमा बसेर हान्छ अनि यहाँ आएर स्पिडमा समात्छ है त्यही भएर तपाईहरु चाहिँ ओभर स्पिडमा पर्नु होला ओभर स्पिडमा हान्नु होला है 100 कति 4 रहेछ गाइस अब त्यसमा चाहिँ एकदम कतिसम्म झर्छ हेरौँ है अब सुरु गर सोलो डे फो बिगिनै गाइस जिममा सिर्नेपछि पसिना आउँछ खै के हो है अब टक्क टाइडी साइडी हाल्नुपर्छ है क्रमबाट जला त्यसको मुख पटक सबै ताक्रमसँगै हाम्रो ताक्रम पनि बढिसकेको छ गाइस हैन एकदम अब सुट ट्रेनिङ हल्का 15 मिनटसम्म वाक पनि खानु अनि आइसदै के छ त ओ आइसदै के छ वाट्स गोइङ अन कति दिए रे तपाईको आज कति दिए रे कति दिए रे अब थर्ड डे ल हामीभन्दा एक धेरै ढिलो हुनुहुन्छ अलिक धेरै दौडिनु होला है ओके कार्डियोदेखि नै 7 मिनटको कार्डियोमा है आज फुल कार्डियो मात्र हान्ने हो अरू सामानहरूमा हान्ने एक्सर्साइजको हान्ने इन्क्लाइन हो आज फुल ट्रेडमिल साइकल अनि त्यो प्रस्ताव मात्र हान्ने है गाइस वेटको बडा ज्याकेट लाएर गर्नुपर्छ गाइस त्यही भएर एकदम वेट एकदम मजा आउने हेर्नुपर्छ है Look at me. फिट ल्यापतिर आमै केटा हो साइकलतिर केटा हो साइकलतिर होला है गाइस पसिना त वाइट है वाइट यस टी सर्ट देखेर नझुकिनु होला है अर्कै हो ओ क्रसबारतिर हो केटा हो क्रसबारतिर ल पसिना आफ्नो पनि बबार हुन्छ म सँगसँगै हाम्रो हन्टिङ क्लोड पनि गर्दै हुनुहुन्छ आजको सेसन चाहिँ यस्तै भयो होइन फुल कार्डियो मात्र हान्दा छु म चाहिँ अनि अब डाइट पनि सुरु गरेँ क्या मैले होइन अब डाइट चेन्ज पनि एकदम चेन्ज गरेको छु अब खाना खाने चाहिँ एकदमै कमै हो क्या गाइस होइन अब के खान्छ बोइल चिकन खाने बोइल अन्डा खाने होइन चिकन खाने त्यही त हो नि अलिकति जिमभन्दा पनि गाइस होइन मेन कुरा चाहिँ डाइट रहेछ क्या डाइटले हो कि स्वाट्ट डुलाउने कि स्वाट्ट मोटाउने भनेर होइन सो जिम सँगसँगै डाइट पनि एकदम नेसेसरी छ है हेर्नु होला भ्यू फिट ल्याबबाट एकदम बबाल देख्छ मजा नि आउँछ है गाइस हो फिट ल्याबतिर आऊ न ट्रेडमिलमा दौड न अनि यस्तो पसिना आउँछ कि गाइस है ल फिट ल्याबतिर है गाइस फिट ल्याबतिर सो गाइस आजको हाम्रो डे फोको सेसन पनि सकिसकेको छ र हेर्नु सक्नुहुन्छ स्वेट बबा लागेको छ यार गाइस है अनि अब आज चाहिँ मैले कार्डियो धेरै गरेँ त्यही पनि स्वेट मजाले आएको छ प्लिज गाइजहरू सबजनाले सब्सक्राइब गरिदिनु होला र प्लिज जोइन आवर फिट ल्याब है त गाइस